नमस्ते, गुड मर्निङ, वेलकम ब्याक टु माई च्यानल। र आशा गर्छु तपाईहरुको दिन राम्ररी जाओस् भन्दै र राम्ररी बितोस् भन्ने म आशा गर्छु। र अब आज स्पेशल भन्दाखेरि मेरो फुपूहरू आउनु हुँदैछ नि त खानाको लागि। बाहिर आउनु भएको थियो बाहिर देशबाट, सो आज उहाँहरूलाई डिनर गराउने छौं। सो त्यही लागि अब अहिले एकछिनमा हामी प्रिपरेसन गर्छौं। सो हेर्नुस् होला। सो गाइस, आजको प्रिपरेसन स्टार्टिङ हुँदैछ हाम्रो 2 गरी। र के छ आज स्पेशल डिनर तपाईहरुलाई देखाउँछु ल। चिकन, फिश, यो मटनको आन्द्राभुडी, यो पनि यो फिशको तितर। र अब यसलाई हामी के गरेर पकाउने है तपाईहरुलाई नेक्स्टमा देखाइदिन्छु। हाम्रो भरेको डिनरको लागि अहिले नै किन सुरु गरेको भन्दाखेरि धेरै छ नि त पकाउने। सो त्यही लागि अहिले रात ढिलो हुन्छ भनेर अनि हाम्रो कुक यहाँ हुन्छ हाम्रो मम्मी। अनि सो प्रिपरेसनहरु सबै भयो। अहिले अलरेडी बाँकी छ, सबैजना हुनुभयो नि त। यहाँ सलाद रेडी छ, यहाँ अघिको भुटन आन्द्राभुडी, यहाँ फिश फ्राई, यहाँ फिश झोल, अनि यहाँ छ लेग पिस। मेरो फुपू। सो सबैजना खाना खान थाल्नुभयो, स्न्याक्सहरू। सो साथीहरू अझै आउनु बाँकी नै छ नि त। फुपूहरू, सानो फुपूहरू आउनु बाँकी, दादाहरू भाइहरू आउनु बाँकी छ नि त। अनि अहिले ठुलो फुपूहरू आउनु भएको छ। सो दे आर ह्याभिङ देयर स्न्याक्स, पार्टी इन्जोइङ गर्नुहुँदैछ। हेलो, सबजना इन्जोइङ। होइन पानी आइपुग्नु भयो सबैजना। सो गाइज, हामी हाम्रो काकी घर जाँदैछौँ अहिले सबैजना। साथीहरू अहिले हामी काकीकोमा आएको छौँ, काकीहरूलाई भेट्न, मेरो आफ्नो काकी। गेट टुगेदर भइरहेछ यहाँनिर सबैजना फ्यामिलीहरू। सो हेलो गाइज, आजको हाम्रो सानो फ्यामिली गेट टुगेदर पनि मजा आयो, रमाइलो भयो है। अनि आजको दिन राम्ररी बित्यो। बिहानदेखि एकदम आगमदौड भइरहेको थियो यताउता है गर्ने। अनि धेरै आइटमहरू पनि थियो, मटनको अलग्गै, फिसको अलग्गै, चिकनको अलग्गै। त्यसमा पनि धेरै प्रकारको थियो, सलादहरू थियो अनि अचारहरू थियो। सो सबैजना खाइपिई गरेर रमाइलो भयो है। अनि आशा गर्छु तपाईहरुलाई पनि मजा आयो होला यो भिडियो देखेर हो। र गाइस, आजको दिन यहीसम्म नै यहीसम्म म मेरो भिडियो एन्ड गर्न चाहन्छु, किनकि आजको लागि यति नै। अब खानापिना पनि भयो, अब सबै थोक भयो। गेट टुगेदर राम्रो थियो, मजा आयो। बिकज फुपूहरू पनि फेरि अब अस्ति आउनु भएको भाइको पूजा वर्तमानको लागि। सो अहिले रिटर्न ब्याक जानुहुन्छ। सो त्यही लागि खाना खानुको लागि हामीले बोलाएको थियौँ नाइटको डिनरको। सबै भयो। र थ्याङ्क यू सो मच गाइज फर वाचिङ। सो प्लिज लाइक, सेयर, सब्सक्राइब पनि गरिदिनु होला प्लिज। मलाई थोरै भए पनि माया देखाइदिनुहोस् होला। र यति भन्दै म आजको भिडियोमा यहीसम्म एन्ड गर्न चाहन्छु। ल कस्तो लाग्यो होला यसो भनिदिनु होला मलाई कमेन्टमा पनि। र साथीहरू, सी यु नेक्स्ट भ्लग, बाइ बाइ।